Okay, you enjoying? ओके बाबाको फोन आयो यस्तो हिउँ परिरहेछ अहिले चाहिँ राति 8 बजेछ ओ माई गड नभए हिउँ कति छ भनेको है कति यति यति गाह्रो यति गहिरो बनाएको छु मैले ल गाडीलाई पछि भोलि फेरि धेरै स्नो भयो भने फाल्न गाह्रो हुन्छ भनेर क्या मर्निङको ड्युटी छ होइन अनि हामी चाहिँ यो चाहिँ हामीले टेमुबाट मगाएको टेमुले कतिको काम गर्दो रहेछ हेरौँ है त अब हामी यहाँ लाउँदैछौँ है त अहिलेलाई अझै पनि हिउँ परिरहेको रहेछ है ल आमाम अहिले त हिउँ त यी मेरो घोडासम्म रहेछ ल ट्याक्कै है अनि -12 डिग्री छ अहिले चाहिँ ओ माई गड गाडीमा चाहिँ यति परेछ यसलाई हामी हिउँ चाहिँ दिइराखेको छौँ अनि अघि 15 मिनट अगाडि चाहिँ गाडीभित्रबाट हामीले स्टार्ट गरिदिएको थियौँ होइन जसले गर्दाखेरि चाहिँ अब गाडी तातिरहेको छ कस्तो हिउँ परेको यति गरेपछि चाहिँ हाम्रो सिसामा अब हिउँ भएन नि त सजिलो हुन्छ गाह्रो छ हौ यस्तो यसरी गाडी फस्छ होइन यहाँ हेल्प गर्न निस्केका छन् है हाम्रा मान्छेहरूले चाहिँ यसरी दुईजनाले हो त यस्तो बिजोग गाह्रो पो छ त हाम्रो हिजो फसेर कस्तो बिजोग भएको थियो हेल्प गर्न आएको यता हेर श्रेयबी Come on, fast. 1, 2, 3, go. यहाँ मेरो दुईटा एकदम नजिकको जनताहरू के गरिरहेछन् हो ल उठा स्नो एन्जल भइस है अब फेरि बाबा पनि गएर बनाइदिन पर्यो नि त तिम्रो एन्जल फेरि बाबा बिना त कसरी हुन्छ तिम्रो ल बाबाको स्नो एन्जल है त ल ल बाबाको स्नो एन्जल कस्तो खतरा भयो झन् हेरौँ है ल छोरीलाई उठाउनु त त्यहाँबाट छोरीलाई निकाल्नु न बाबा ल छोरा निकाल्नु त त्यसले बिगार्छ स्नो तपाईँले स्नो एन्जल किल्चिनु भयो किल्चिनु मिल्दैन के यो बाबाको स्नो एन्जल यो बाबाको स्नो एन्जल यो श्रेयबीको स्नो एन्जल अनि मेरो स्नो एन्जल यहाँ राम्रो भएन तर है अहिले चाहिँ हाम्रो हिउँ सफा गर्ने कार्यक्रम भइरहेको छ त्यसले त त्यसरी भन्दा नि हो छोरीकोबाट आयो क्या टन श्रेयबी तिमी के गरिरहेको छौ यता हेर छोरीले पनि सफा गरेको छ कि यसरी सफा गर्नुपर्छ यहाँ त होइन यहाँ चाहिँ यसरी हिउँ जति यसरी पहाड थुपारे जस्तो थुपारेको छ होइन ठ्याक्कै एक ठाउँमा थुपार्छ अनि यो हाम्रो नेपालमा फोहोर थुपारे जस्तै यसरी थुपार्छ
अनि यसलाई ट्रकले लगेर यसको डम्पिङ साइट हो कि केमा लगेर थुपार्छ फेरि है त। ओके सानो छ हो यो भयो। सानो छ त यसलाई चाहिँ यस्तो ठाडो पारेर राखिदिनुपर्छ। यस्तो ठाडो पारेर राख्यो भने चाहिँ यो जम्न पाउँदैन। ल हो आज झन् उयो विन्टर टायर फेर्न जाने भनेको यस्तो भइदिएको। जानेको कसरी हो हिजो सफा गरेको हिउँ आज यत्रो भरिसकेछ। त्यहाँ हिउँ चाहिँ होइन पुरै फालिरहेको त्यहाँ सफा गरिरहेको। तर हेर त त्यो होइन त्यो सफा गरेको कसरी सफा गरेको यसरी सफा गरेको। यस्तो छ है। आज चाहिँ मैले सुरभिला डे केयर सेन्टर हामीले नपुऱ्याएको। आज ऊ अलि ढिलो उठेको भएर उसलाई डाइरेक्ट आज हामी स्कुल लाँदैछौँ। स्कुल हिँडेर 7-8 मिनटमा पुगिन्छ होइन। यसरी हिँड्दै जाने हो स्कुल। श्रेवी हेलो हिउँ परिरहेछ। श्रेवी हाई गरिदियो। खै मेरो छोरी श्रेवी ल श्रेवीलाई यस्तो बनाएर लगेको छ हाम्रो श्रेवीलाई हो न। ल हिँड यहाँबाट यसो उकालोमा छ उसको स्कुल चाहिँ सबै यस्तो छ वरिपरि होइन। अन्त चाहिँ अनि हाम्रो गाडीको चाहिँ टायर फेर्न पर्ने। अब ल त्यहाँ गाडी फस्यो। गाडी फस्थ्यो त्यहाँ अनि टायर फेर्न पर्ने। अनि आज टायर फेरेपछि मात्रै हामी चाहिँ गाडी चलाउँछौँ भनेर हामीले गाडी चाहिँ थन्काएर राखेको छौँ। अनि त्यही भएर उसलाई डाइरेक्ट आज चाहिँ डे केयर सेन्टर नपुऱ्याएर हामी स्कुल पुऱ्याउने सजिलो हुन्छ। गाडी लानु पर्दैन नि त स्कुल जाँदाखेरि त नजिकै छ। त्यही भएर लिएर नि छोरीको आँखामा मेरो श्रेवीको आँखाभरि हिउँ परिसक्यो। ल भयो भयो ल हामी श्रेवीको स्कुल आइसक्यौँ है। श्रेवीको स्कुल हो। श्रेवी स्कुल आइसक्यो। ल श्रेवी स्कुल आइसक्यो चिसोमा। ल क्रिसमस ट्री रहेछ हेर न श्रेवीको स्कुलमा चाहिँ है। विन्टर टायर चाहिँ हामीले फेरिसक्यौँ यहाँ होइन। नयाँ टायर हो। अनि हाम्रो पुरानो टायरहरू चाहिँ सबै यहाँ राख्दैछ। अब यसलाई चाहिँ लगेर खाटो मुनि थन्काउनु पर्ने भयो होइन। पानी पनि लिएर आएको थियौँ। यो हाम्रो घरबेटीको सोवल हो। यो चाहिँ लगेर थन्काइदिनु पर्छ। गुड मर्निङ श्रेयोबी। अहिले बिहान 7:45 बज्छ। मेरो छोरी चाहिँ डे केयर जाँदैछ। यसरी ड्रेसअप गरिदिनुपर्छ उसलाई। एभ्रिथिङ स्नो बुटदेखि लिएर स्की पेन्ट होइन। अनि ल बिचरा कति गाह्रो हुने गरी उटुस मुटुस हुने गरी लुगा लगाइदिनुपर्छ डल्लो नडल्लो बनाएर। कति डल्लो नडल्लो भएको छ मेरो छोरी त। श्रेवीको स्कुल बस उता गयो। अनि हाम्रो ड्राइभर साहब हुनुहुन्छ होइन। अनि अहिले -15 डिग्री छ अहिलेलाई। अहिले -15 डिग्री सेल्सियस छ। 7:45। यति बिहान चाहिँ हामी अहिले श्रेयोबीलाई चाहिँ उसको डे केयर सेन्टरमा पुऱ्याउन जाँदैछौँ। आज चाहिँ नोभेम्बर 27 होइन। ल यस्तो छ। अहिले बाबा हिउँ सफा गरेछ हेर्नु त। उता मेरो श्रेयोबीको डे केयर आइपुग्यौँ। यस्तो छ। अनि यता यस्तो छ उनीहरूको फुटबल खेल्ने ठाउँ हो यो। हिउँ त अझै पुरो टल्किरहेछ त्यसरी। आऊ
कति ज्ञानी भएर बस्छ बिता अब ल हिँड उनीहरूलाई चाहिँ होइन हिउँ भन्दैमा बाहिर ननिकाल्दैन क्या यिनीहरूलाई बाहिर हिउँमा खेलाउन निकाल्छ धन्न फ्रुसट हालेछ र छोरीलाई आजकल यस्तो सताएको छैन न त हप्ता दिन बिरामी भएर हैरान गराउँथ्यो जाउँ हिँड छिटो बाई बाई गुड जब मेरो छोरीको स्नोम्यान ओके छोरीको स्नोम्यान हो गोलो चाहियो ले ल भाइ ल समाता अब एफोर्ट हाम्रो सेयर भाइ यो पज गर्दिम गोलो चाहियो गोलो रोक्दिम भनेको रोक्दिन ओइ रोक्दिन खासै राम्रो चाहिँ छैन भिडियो फर्किदिनु खै यहाँ चाहिँ छ त खै त हुन्न म छोड्छु म गर्छु कि एन्जल बनाउने अरे ल रेडी रेडी ल चान्स स्नो एन्जल बनाउने हो के हापु हापु टोटा अलि डाले अन्ना बका आउ स्नो एन्जल बनाऊ आउ के पो दुखिले कहाँ के हो यो के छ त्यहाँ कडावाला स्नो रहेछ क्या के ल गर वाउ कस्तो राम्रो स्नो एन्जल बनिसक्यो हो र ल कस्तो राम्रो स्नो एन्जल भइसक्यो छोरीको ल या ल कस्तो राम्रो स्नो एन्जल बनायो मेरो छोरीले वा है कस्तो राम्रो स्नो एन्जल बनायो यस्तो परेछ म चाहिँ छोरी लिन जाँदैछु 4:30 भयो अनि आज डेट गरेर चाहिँ 5 बजेभन्दा अगाडि लिन आइज भनेर भनेको छन् होइन कस्तो पुरै हुसी लाग्यो हिउँ परेको यस्तो छ यसो त त्यस्तो बेसी लुगामा यस्तो रहेछ नि यस्तो तातो लुगा लाएर हिँड्नु परेछ आज छोरीको स्कुल थियो नत्र म डेकेर पठाउँदिनँ थिएँ आज स्कुल थियो फेरि अब स्कुल भनेपछि त अब त्यहाँनिर पठाउन सजिलो हुन्छ नि त्यहाँनिर पठाइदिन्छन् अब नानीको बाबाको ड्युटी त्यही भएर यसरी हिँडेर जानु परेछ अब चलाउन नआएपछि चाहिँ यस्तो छ है यो चाहिँ यस्तो तातो लुगा लाएर हिँड्नुपर्छ होइन यो ज्याकेट यो मैले नर्थ फेसबाट लिएको हो ल रेडीलाई लिएर म जाँदैछु ल हिँड अब घर जाउँ ल हिँड थ्याङ्क यू बेबी तिमी हिँड्न सक्छौ यस्तो हिउँमा गाडी छैन हिँडेर जाने हो नि घरसम्म ओके बेबी स्नोम्यान बनाउने होइन घर जाने हो मम्मीको ड्युटी छ नि आज नाइट ड्युटी छ नि ल हिँड देखाउ त कस्तो छ ओहो ल हिँड हिउँ त मुसलधरै परेछ मुसलधरै फोटोमा भिडियोमा त्यति नदेखिँदो रहेछ लास्टै मुसलधरै परेछ आज दिनभरि परेको ल यो 10 मिनटको बाटो मलाई हिँड्न ठ्याक्कै 15 देखि 20 मिनट लाग्यो अनि मेरो छोरीसँग हेर्दै जाँदा कति लाग्छ छोरी त फेरि एकदम इन्जोय गर्छ यस्तो हिउँमा हिँड्नको लागि ल हिँड छिटो हिँड त अन्त सकिन नि त यस्तो नसकी नहुने हो हामीलाई 20 मिनटमा होइन 30 मिनटमा घर पुग्ने भयो आज यहाँ आएर त यता राम्रो बाटो हुँदा हुँदै यस्तो बाटो हिँड्ने छोरी हो न दुःख दिने बच्चा हेर त ल आऊ छिटो मम्मीलाई चिसो भइसक्यो आऊ दुःख दिने बच्चा ल
अप्ठ्यारो अप्ठ्यारो जता जता अप्ठ्यारो त्यति त्यति हिँड्छन्। यस्तो नाटक गर्दै गर्दै हिँड्छ बाटोमा अनि 10 मिनटको बाटो मलाई 20 मिनट लगाइदिन्छ छोरीले। हेर यहाँ चकचक कस्तो छ त। अनि छोरी ल हिँड यस्तो यस्तो खेल्दै खेल्दै हिँड्नुपर्छ उसलाई बाटोभरि। अनि 10 मिनटमा पुग्ने मान्छे म 20 मिनट ट्याक्कै लाउँछु छोरीले गर्दाखेरि। ल यहाँनिर हाम्रो गाडी फसेर है यहाँ सफा गर्दै हिँड्न परेको छ। बाटो बाटोमा सफा गर्दै हामी बस्ने गरी यो भयो होइन। यहाँ आइपुग्दैछ। यहाँ आइपुगेपछि गाडी चढ्नै सकेन क्या विन्टर टायर भएर पनि कति परेको छ तिमीमा। रातभरि दुःख पारे कति बाटो बाटोमा गाडी फसेका छन् भने पछाडि हिँड्यौँ हेर त्यहाँ कति कति परेको छ। लिएर आऊ तिम्रो बाबा आउनुहुन्छ। ल आऊ त। ल अब चाहिँ गाडी चढ्ला कि माथि। उहाँ कस्तो हाँस उठ्यो चिसोले होला। यो नाकाभित्रको त्यो हुन्छ नि रौँ अनि त्यो मोइस्ट हुन्छ नि पुरा आइसो भएछ क्या नाकभित्रको रौँ पनि स्या कस्तो हाँस उठेको मलाई त। चढेन गाडी। यता त जान मिल्दैन नि त यो हाइवे नै जति चुपारेर बाटोमा यस्तो कति अग्लो अग्लो हिँड्छ। अनि रोडमा कहाँ गाडी चढ्नु सक्छ नि होइन। यस्तो भएपछि अहिले रोड सफा गर्न लारहेछ नि। यहाँ हामीलाई बाटो छोडिदियो हिँड्ने। अहिले कस्तो राम्रो घाम लागेको है बाबा। आज डिसेम्बर कति हो? जनवरी रे। हिउँ सर्ने गाडीहरू अहिले सोर्दैछन् बाटो बाटो। आज डिसेम्बर कति? 21 कि 21? 21 यहीँ त रहेछ नि कस्तो मारेको। अनि -1 डिग्री छ है आज। ल के भयो भयो गाडी फस्यो क्या यहाँ। गाडी फसेपछि झन्डै चिप्ले क्या। फेरि कति चिप्लो आइस भएछ भने। ल जानु त अब। ल ल ल यस्तो आएको छ। ल हेर त गाडी फसेको यहाँ यस्तो छ त। यहाँ यतातिर भित्र चाहिँ कस्तो सफा नगर्ने रोड मलाई कता हाँस उठ्यो कि। छोरी तिमी किन निस्केको? छोरी तिमी भित्र जाऊ। चिसो त छैन है। कति चिप्लो कस्तो चिप्लो। छोरीलाई म खेलाउनु लान्छु ल स्केटिङ स्लाइड खेलाउनु लान्छु यसमा क्या। तिमीलाई किन्दा छ नि स्लाइड खेल्ने। यहाँ त मिल्ने रहेछ। ओह्रालो छ यहाँ स्लाइड ओह्रालो छ नि। क्रिसमसमा घर कस्तो राम्रो सजाएको छ। नझर्नु न ल छोरीले सफा गर। बिच बाटोमा अड्केछ यहाँ। ए छोरी यता ल गाडी फसेको ठाउँबाट निकालेर त हामीलाई छोडेर गएको छु। कति चिसो हो
आया बाटो कस्तो छ चाहिँ यस्तो छ त बाटो पनि छोरीलाई स्लाइड खेल्न यहाँ हुने रहेछ तल ओह्रालोमा होइन यहाँ त हाम्रो घर जाने बाटो यो हो बाबा जानु ल ल ल जाऊ छोरी गएर बस त ल बल्ल 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 फसेको गाडी निकाल्यो ल छोरी छिर भित्र ल जाऊ ल जाऊ भित्र ल जाऊ ल बस त म सिट बेल्ट लगाइदिन्छु कस्तो लाग्यो छोरी यस्तो छोरी कस्तो राम्रो छ यो छोरी यस्तो तातो तातो लुगा लाउनुपर्छ होइन कता पन्जा नलाग कस्तो चिसो भएको छ हात तलामा खायो अनि नाकमा चाहिँ यो भए पनि लाउँछु क्या अर्को मेरो कहाँ पुगेछ यसले भए पनि हल्का चिसो भित्र छिर्दैन नि त नाक र घाँटीबाट फोक्सोमै पुगे जस्तै चिसो आउँछ भने अनि अस्ति त्यस्तो नराम्रो झन्डै मर्यो होइन बिरामी भयो अरे आजसम्म बिरामी भयो घाँटी दुख्या छ नाक पुरै टालिया छ पुरै लिम्फ नोड सुनिन्जेल मेरो सोट भएको थियो क्या त्यस्तो भएको थियो मलाई गाह्रो भएको नेपालमा कहिल्यै भएको थिएन अब यो फर्स्ट टाइम भएर होला फर्स्ट एक्सपिरियन्स अब नेक्स्ट इयरबाट चाहिँ अब युज टु भइन्छ होला यहाँको चिसोमा इस्मा सोध्ने जाँदैछ क्या यस्तो छ है हाम्रो एरिया आज फेब्रुअरी 9 हो होइन हेर्नु त बाटो चाहिँ यो साइडमा हिउँ थुप्रेको कति इन्च थुप्रेछ थुप्रिँदा बाटोको चाहिँ सफा गरिहाल्छ हिँड्ने बाटोको आज फेब्रुअरी 10 हो अनि आजको टेम्परेचर भनेको चाहिँ -30 डिग्री छ अनि फिल्स लाइक चाहिँ -36 हो है त उयो नजिकै फार्मासी छ हामी नजिकै छ औषधि किन्न जानु पर्यो भने यहाँ ओभर द काउन्टर मेडिसिन चाहिँ लिन पाइन्छ अब हामी चाहिँ छोरीलाई डेकेयर पुऱ्याउन जाँदैछौँ होइन सफा गर्दैन ल हिजो हामीले त्यो ऊ नगरेको होइन बाबा सेतै भएछ त्यही त्यो नछोपेको त सेतै भएछ त है कति थुप्रै छ है उयो पुरिसक्यो त हिउँ सफा गर्ने हाम्रो मान्छे भयो भने यता हाम्रो सानो मान्छे भित्र छ उसलाई डेकेयर पुऱ्याइदिने होइन डेकेयर जान्छ 5-5:30 बजेसम्म बसेर आउँछ छोरी त अब डेकेयरमा आज त ल मैले यो भिडियो चाहिँ अहिले यहीँ बन्द गरेँ अब हामी चाहिँ जानु तयारी गर्छौँ कस्तो राम्रो सिन आएको आज चाहिँ फेब्रुअरी 23 भयो होइन हामी चाहिँ अब यो विन्टरको चाहिँ लास्टतिर आइपुगिसकेछौँ अनि अब लास्टतिर अब यो स्नोहरू पनि पग्लिँदै गइरहेछ क्या अनि छोरीलाई खेल्न लिएको हामीले चाहिँ यहाँ अनि कस्तो राम्रो क्या यस्तो ब्युटिफुल छ है अनि अहिले चाहिँ माइनसमा छैन अब चाहिँ प्लसमा जान थालिसकेको छ यहाँको टेम्परेचरहरू चाहिँ 7 डिग्री भइसकेको छ अनि यो चाहिँ हामी चाहिँ पार्कमा छौँ समरमा रमाइलो हुन्छ यहाँ कति धेरै मान्छे आउँछ अहिले विन्टरमा भएर आएको छैन त्यही पनि आज चाहिँ उता अर्को पार्कमा त्यहाँ प्रोग्राम छ क्या अनि त्यो प्रोग्राममा त हामी गएनौँ हाम्रो घर नजिकै यही पार्क छ अल्छी लागेर त्यता गएन र हामी चाहिँ यता पार्कतिर आयौँ मेरो छोरी उहाँ छ होइन उता छ मेरो छोरी कता हो छोरी त्यो कालो चस्मा लाग्छ फेरि म देख्दिनँ क्या अनि किन भन्दाखेरि चाहिँ यो चस्मा खोलेर त म यो हिउँमा हेर्नै सक्दिनँ त्यस्तो त्यो लाइट रिफ्लेक्ट भएर आँखा त पुरै यो हाम्रो यो ऊ त पुरै कन्स्ट्रिक्ट भइदिन्छ क्या त्यही भएर हेर्नै सकिन्न अनि त्यही हो मेरो हस्बेन्ड चाहिँ यहाँ बसिरहनु भएको छ कता यता त्यहाँ बसिरहनु भएको छ होइन
अब हाम्रो चाहिँ एक्सपिरियन्स कस्तो रह्यो भन्दाखेरि चाहिँ अब मिक्सअप भयो, रमाइलो पनि भयो, नरमाइलो दुइटै भयो। अब यो फर्स्ट एक्सपिरियन्स हो। अब नेक्स्ट इयरबाट चाहिँ हामी एडजस्ट हुन्छ होला, अब हुन्छ होला। किनभने सुरुमा एकदम हिउँ पर्दाखेरि चाहिँ हामीलाई चाहिँ हुन्छ नि अब थाहा थिएन गाडीमा चाहिन्छ भन्ने कुरो त थाहा थियो, तर हामीले किनेनौँ के। अब किन भन्दाखेरि चाहिँ खै अब किनेनौँ, त्यो दुःख पाउनलाई नै किनेनछौँ। त्यो हुन्छ नि सोबलहरू किनेर राख्ने, बुस्टरहरू किनेर राख्ने, गाडीको ब्याट्रीहरू एकदम त्यो पुरै डुस भइदिन्छ नि त -30-35तिर जाँदाखेरि त। अनि गाडीको इन्जिनहरू फ्रिज भइदिने, जसले गर्दाखेरि चाहिँ गाडी नै नचल्ने, त्यो दुःख पाइँदैन थियो। अनि अब कोही छ भने यसो लिफ्ट माग्ने, अनि ट्याक्सी चढ्न फेरि महँगो छ। अब यो के अरे बस होइन, लोकल बस चल्छ। लोकल बस कस्तो भने एकदम त्यो धेरै एकदम एक्सट्रिम लेभलको कोल्ड हुँदाखेरि त लोकल बस पनि चल्दिँदैन क्या, लोकल बस पनि चल्दिँदैन नि त। अनि त्यतिखेर एकदम गाह्रो भयो। अन्त एकदम दुःख पाएँ थियो। बिरामी हुन्छ त्यस्तो भयो भने चाहिँ अन्त बिरामी कति अन्त धेरै बिरामी भयो होला ल। किनभने छोरी बिरामी भइहाल्थ्यो, छोरी बिरामी भएपछि भाइ र हामीलाई सरिहाल्थ्यो क्या, कम्प्लिकेबल भएपछि सरिहाल्ने भयो। अनि हामीले अब यहाँ चाहिँ फ्लूको भ्याक्सिन चाहिँ लाउनुपर्छ। फ्लूको भ्याक्सिन त लायौँ होइन, तर कोभिड भ्याक्सिन पनि लाउनुपर्छ। कोभिड भ्याक्सिन चाहिँ हामीले लाएनौँ क्या। अनि फ्लू भ्याक्सिन चाहिँ लायौँ। अब फ्लू भ्याक्सिन त लायो, तर त्यसले हामीलाई हुन्छ नि कमन कोल्डहरूबाट यो जुनबाट त बचाउने त होइन नि त। अब जुन एक्सट्रिम लेभलमा एकदम सिरियस कन्डिसनहरू नहोस् भन्नको लागि हामी त फ्लू भ्याक्सिन लाउने हो नि त। अनि तर एकचोटि चाहिँ गाह्रै भयो थियो मलाई त। पुरै यो लिम्फ नोडहरू पनि पुरै स्वेटिङ भएर फिभर आएर पुरै बडी एकहरू, सायद त्यो कम्प्लिटली कोभिडको साइन एन्ड सिम्पटमहरू मलाई देखा परेको थियो। तर म फेरि मेडिसिन चाहिँ म कहिल्यै खान्न क्या। यहाँ गयो भने पनि त्यही टाइलोनल भनेको चाहिँ एसिटामिनोफेन दिन्छ, हामी नेपालमा प्यारासिटामोल भन्छौँ, त्यही दिन्छ होइन। अनि त्यही दिन्छ। अनि मैले चाहिँ नेपालबाटै ल्याएको थिएँ नि त प्यारासिटामोल। एक दिन एउटा प्यारासिटामोल खाइदिएँ, 24 आवर्ससम्म त्यही एउटाले काम चलाउँथेँ। अर्को दिन फेरि अर्को सिटामोल खाइदिएँ। 4 दिनसम्म ढलेकै भएँ म है, त्यति दुईवटा सिटामोलले। अनि म एकदम खानेकुराहरू पनि खान मन नलाग्थ्यो, जबरजस्ती खाएर त्यसरी पेलेर चाहिँ म निको भएको है। उताबाट हेरिरहनु भएको छ खानु, त्यही हो। अनि गाडीले पनि एकदम दुःख दिएको छ हामीलाई त, त्यो फ्रिज भइदिने नि त। अनि बुस्टर पनि थिएन। यहाँ यति हेल्पफुल मान्छेहरू, यहाँ छिमेकीहरू यति हेल्पफुल है, उनीहरूले हेल्प गर्ने। त्यो सब हामी नेपाली त धेरै छैनौँ नि त, जम्मा 4वटा फ्यामिली छ। 4वटा फ्यामिली भए पनि अलिक टाढा छ। अनि सबैजना बिजी। अनि यही नजिकैको जो नेबरहरू हुन्छ उनीहरूलाई हेल्प गर्ने। अनि यहाँ मसँग चाहिँ अब फिलिपिनो इन्डियनहरू हुन्छन् होइन, एकदम हेल्पफुल क्या। इन्डियनहरू एकदम हेल्पफुल। हामी नेपालमा आउँदाखेरि अब इन्डियनहरू भन्छौँ नि, यहाँ आएपछि थाहा पायो इन्डियनहरू कस्तो हुँदो रहेछन् भन्ने कुरा रियलाइज गराउँछ त्यो इन्डियनहरू कति हेल्पफुल हुन्छ भनेर चाहिँ। अनि फिलिपिनोहरू एकदम हेल्पफुल तिनीहरू पनि है। उनीहरूले नै गएर अब उनीहरूकै गाडीमा लगिदिएर हामी क्यानेडियन टायरमा गएर अनि ब्याट्री किनेर ल्याइदिएर उनीहरूले त्यतिसम्म पनि हेल्पफुल गर्ने क्या। त्यति धेरै हेल्प गरेको क्या उनीहरूले त है। अनि त्यही हो, जो छिमेकीहरू एकदम यहाँलाई चाहिँ एकदम हेल्पफुल भएको छ। अनि यहाँको जुन क्यानेडियनहरू हुन्छ उनीहरू पनि एकदम हेल्पफुल क्या। आइदिए घरमै हेल्प गर्न आइदियो कि 2-3चोटि हेल्प गर्न आएर हामीलाई त्यो गाडीको प्रब्लम हुँदाखेरि। गाडी फस्दा पनि उनीहरूकै सोलहरू लिएर पुरै बाटो खनेर घरसम्मै गाडी ल्याइदिएको थियो क्या। त्यति धेरै हेल्प गर्यो क्या उनीहरूले पनि हामीलाई। जस्तै हो, रमाइलो भयो। आउँदैछन् त्यहाँ, म चाहिँ यहाँ राख्नु पर्यो।